हेलो साथीहरू, जिसु बराई नमस्ते तपाईँहरूलाई आज फेरि मैले झुमा लिएर आएको छु है। अस्ति मैले तपाईँहरूलाई रिङ देखाएको थिएँ है, यस्तो रिङ देखाएको थिएँ है। आज बल्ल बनाइसकेँ मैले है। आज यो तपाईँहरूलाई कस्तो लाग्यो, तपाईँहरूलाई मन पर्यो ए? तपाईँहरूले हेरेर यसो लाइटहरू गरिदिनुहोस् है, लाइटहरू गर्नु है, सब्सक्राइबहरू गर्नुलाई चाहिँ नबिर्सिदिनुहोस् है। आज म फुल बनाएर देखाउने छु है। यो मैले बनाइसकेको छु। अब यसमा भर्नु छ मैले है। आज यसमा छ भर्नु, त्यहाँदेखि लास्ट फिनिसिङ यसमा हुनेछ है। अलिक समय लाग्छ साथीहरू, त्यस कारणले चाहिँ मैले तपाईँहरूलाई सानो सानो फुल बनाउँदै हाल्दैछु है। यहाँ तपाईँहरूलाई मैले अहिले बनाएको चाहिँ देखाइनँ, एकैचोटि सकेर बान्दैछु यहाँ है, बान्दैछु यहाँनिर है। अनि यो म तपाईँहरूलाई सानो बुनेर देखाउने छु ल साथीहरू। अन्त तपाईँहरूले पनि अर्डर गर्न सक्नुहुन्छ है। हिजो 3 जना दिदीहरूले लग्यो फुलहरू, सबै फुलहरू मिलाएर है। अन्त सबै फुलहरू मिलाएर हिजो 3 जना दिदीहरूले लग्यो है। यस्तो 10 मुङ सागको मैले 1000 जस्तो दिन्छु, तपाईँहरूले पनि अर्डर गर्न सक्नुहुन्छ है। यो मैले हिजो बुनिसकेको हो है। यो दुईवटा हिजो बुनिसकेको, यो अस्ति बुनेको तपाईँलाई हामी दिन्छु हेर्नु भएन है। यो चाहिँ अहिले भर्खर सकेको साथीहरू हो। अन्त अब यो झुमरको लागि चाहिँ अब यति छ है साथीहरू। अब यो झुमरको लागि चाहिँ यहाँ मालाहरू छ, यो हेर्नुहोस् है। अब तपाईँलाई म सकेर हालिदिन्छु त्यहाँबाट साथीहरू। तपाईँहरूले पनि चाहियो भने अर्डर गर्न सक्नुहुन्छ है साथीहरू। लाइक गरिदिनुहोस्, नभुल्नुहोस्, सब्सक्राइब गरिदिनु नभुल्नुहोस् है, फलो गरिदिनु नभुल्नुहोस् ल साथी। मैले यस्तो मिहिनेतले बुनिएको छु हो। तपाईँहरूलाई अहिले अब घर बुनेर बुन्नु त अब कति साल भइसक्यो साथीहरू, धेरै साल भइसक्यो हो। अन्त मैले बेसी भिडियोहरू हालेको थिइनँ है, युट्युबतिर फेसबुकतिर हालेको थिइनँ है। अन्त अहिले साह्रै भने त नानीहरू साह्रै भने यहाँ हेर्दै गऱ्यो आमा तपाईँले पुरा बुन्नुहुन्छ है, हाल्नुहोस् न फेसबुकतिर हाल्नुहोस् न भन्नु। पहिला बडी बनाउनु हुँदैन है, पुरै भिडियो गरेर मलाई भनिहाल्छु गर्दा पछि त अब नानीहरू गर्दा मलाई उसले त बिर्सेर त अब ऊ त छैन, अहिले हरायो हो। अन्त अहिले नानीहरू चाहिँ अब आमा तपाईँले हाल्नुहोस्, तपाईँको एकछिन तपाईँको त हुँदैन हाल्नुहोस् भनेर चाहिँ अब मैले चाहिँ है हाल्दैछु साथीहरू है। कस्तो लाग्यो सनफ्लावरको झुमा चाहिँ कस्तो लाग्यो हेर्नुहोस् यहाँ, मन पर्यो। यसमा चाहिँ अब यो आउँछ रेट आउँछ, मुनि झुम्का चाहिँ रेट आउँछ, मुनि झुम्का रेट आउँछ है। रेटको रेटै आउँछ। अब यस्तो हो, यो चाहिँ यस्तै हो रेट। त्यहाँबाट लास्टमा चाहिँ वाइट यसरी आउँछ है, वाइट हुन्छ साथीहरू। तपाईँहरूलाई म नयाँ बुन्दै हालिदिँदैछु है साथीहरू है। 12 बजी उता चाहिँ अब खानासाना खाएर चाहिँ अब एकदम बुन्नु बस्छु म चाहिँ हो साथीहरू। हेडफोन जस्तो भएन साथीहरू, हेर्नुहोस् न। हेडफोनहरू पनि बुन्छु, क्लिप पनि बुन्छु है, पर्दा बान्नेहरू पनि बुन्छु, के चाहिन्छ है। आज मलाई फुलकै मात्रै अर्डर लाग्छ कि, त्यसै कारणले म फुलहरू मात्रै बनाउँछु नि त झुममा ल साथीहरू। हुन्छ तपाईँले मेरो फेसबुक युट्युबहरू हेरिदिनु भएकोमा है, लाइक गरिदिनु भएकोमा, फलो गरिदिनु भएको चाहिँ तपाईँलाई धेरै धन्यवाद ल साथीहरू। आज तपाईँलाई नयाँ चिजहरू ल्याउँछु नि ल साथी। हेर्नु न डम्फु जस्तो पनि देख्छ है, डम्फु बनाउनु पनि यहाँनिर यति लगाएर डम्फु पनि हुन्छ हो साथी। हुन्छ नमस्ते, टाटा, बाई बाई, जिसु बराई। आजलाई यति नै साथी हो, अहिले देखाउने छु है साथीहरू। अब ल अब बेलुका एउटा फुल हालिदिन्छु ल साथीहरू, झुप्पा बुनेर एक झुप्पा बुन्छु कि साथी हो। अन्त हालिदिन्छु नि एक झुप्पा है, अस्तिको छैन। यो चाहिँ नयाँ फुलहरू बुन्दैछु, एक झुप्पा हालिदिन्छु है साथीहरू। यो चाहिँ नयाँहरू एक झुप्पा बनाएर हालिदिन्छु ल साथीहरू। हुन्छ है झुमरको लागि मसिनो झुमरमा लाउनुको लागि फुलहरू बुन्दैछु। यहाँ त अब झुमरकोमा त्यति सामानहरू पाउँदैन यो सोनादामा है, त्यसै कारणले आफूले नै बनाउँदैछु सानो मालाको बदली। अनि यहाँ मालाहरूसँग मिलाएर ल साथीहरू, टाटा, बाई बाई।